हामी डिप्रेसनमा जानुको मूल कारण चाहिँ मेरो बुझाइमा के छ भन्दाखेरि हामीले जिन्दगीमा हार्न सिकेका हुँदैनौँ। हामी हार्न किन सिकेका हुँदैनौँ भन्दाखेरि एउटा सानो कुराबाट यसले सम्बन्ध गाँसेको छ। हाम्रो अहिलेको सोसियल मिडियाको जमानामा, डिजिटल जमानामा हामी यति व्यस्त हुन्छौँ होइन, मिडियामा, सोसियल मिडियामा व्यस्त हुन्छौँ। हामीले गेम पनि अहिले रियल फिजिकल स्पोर्ट्स भन्दा पनि कम्प्युटराइज मोबाइलमा गेम खेल्छौँ, एक्सबक्समा, प्ले स्टेसनमा खेल्छौँ। स्पोर्ट्स हाम्रो फिजिकली फिट मात्रै हुँदैन। स्पोर्ट्सले गर्दाखेरि मान्छेले खेलकुद किन खेल्नुपर्छ भन्दाखेरि त्यसले हामी फिजिकली फिट, मेन्टली अलर्ट पनि हुन्छौँ र इमोसनली स्टेबल बनाउँछ स्पोर्ट्सले। अनि त्यसलाई हामीले ध्यान दिएका हुँदैनौँ। खेल किन खेलिन्छ भन्दाखेरि जित्नलाई खेलिँदैन खेल। हामीले खेल खेल्नुको कारण चाहिँ हामीलाई खेलले हार्नलाई सिकाउँछ। हरेक दिन खेल खेल्दाखेरि हामी सधैँ जित्दैनौँ, त्यहाँनिर कुनै न कुनै दिन कोहीसँग हारिरहेका हुन्छौँ। अनि त्यो हार्नलाई सिक्नलाई चाहिँ खेल खेल्नुपर्छ जस्तो लाग्छ मलाई। हामीलाई फेलियरले बढी सिकाउँछ। तपाईँ एकैचोटिमा फर्स्ट हुनुभयो, एकैचोटिमा अगाडि बढ्नुभयो, एकैचोटिमा जित्नुभयो भने तपाईँले कम कुरा सिक्नुहुन्छ। तर तपाईँ हार्दै लास्टमा जित्नुभयो भने तपाईँले धेरै कुरा सिकेर आइसक्नु भएको हुन्छ। हामीले हार्न सिक्नुपर्छ। त्यही भएर हामीले कुराहरू सेयर गर्नुपर्छ। हामी आफ्नो दिदीभाइ, दाजुभाइ, साथीभाइहरूसँग, मम्मी बाबासँग कहिले कुरै सेयर गर्दैनौँ। आफूलाई मनमा बोलाइरहेको हुन्छ अनि अप्ठ्यारो लाग्छ। दिदीभाइसँग के कुरा गर्ने, के सोच्ला, मम्मी बाबासँग के कुरा गर्ने, के सोच्नु होला उहाँहरूले भनेर। र त्यस्तो के होइन, उहाँसँग सेयर गर्नु भने झनै खुसी हुन्छ। साथीभाइसँग सेयर गर्ने, सधैँ सोसियल मिडियामै झुन्डेर बसियो भने त हामीले रियल वर्ल्डमा के भइरहेको छ थाहा हुँदैन। त्यही भएर सेयर गर्ने बानी बसालौँ, हार्न सिकौँ। हारेर केही फरक पर्दैन, हारिराख्नुपर्छ मान्छे।